हेलो साथी, गुड मर्निङ फ्रम पोखरा। आज चाहिँ मेरो काम छ चल्ला लिएर आउने, चल्ला लिन जानु भएको। त्यही भयो नि हल्का रेडी त हुनु पऱ्यो नि त, मुखसुख धोएर होइन। अब मोइस्चराइजर लाएर सनस्क्रिन लाएर राम्रो भएर त हिँड्नु पऱ्यो नि। घर जस्तो भएर बसे पनि गर्मी छ, त्यही भएर यस्तै लाएर ल म रेडी भएर हिँड्न लाग्यो। गाह्रो छ हो, घर बस्यो नि गाह्रो, बाहिर हिँड्यो नि गाह्रो, जे गर्यो त्यसैको गाह्रो। हजुरले के गर्दै हुनुहुन्छ? रेडी भएर अब राम्रै भएर हिँड्नु पर्यो। हिँड्ने बेलामा नि होइन, स्कुटर लियो, टुर्र पार्यो, हिँड्यो। अनि अब खिचिदिने मान्छे कोही छैन नि, अड्के एकछिन फेरि नगर्नु, आफै बन्द गर्यो। चल्ला लिएर आएँ। चल्ला लिने ठाउँमा चाहिँ मैले भिडियो खिच्नै सकेन, यस्तो गर्मी थियो कि भगवान्, कतिखेर घर जाम जस्तै भयो थियो। चल्ला लिएर आएँ, चल्लालाई नि भिटामिन दिनु पऱ्यो। भिटामिन हालेर अब पानी रेडी गर्दैछु। यो खोल्न नसकेर चक्कु नै ल्याउनु पऱ्यो कि, चक्कुले काटेर खोले। अनि हल्का थोरै एक चिम्टी मात्रै भन्न थियो, थोरै हालेर घोलेर अनि चल्लालाई दिएँ। हेर्नुहोस् है, मेरो चल्लाहरू धेरै त ल्याएन, जम्मा 15वटा मात्रै हो। राम्रै छ, ठिकै छ। लेट्स सी यु नेक्स्ट टाइम। टाटा, बाई बाई।